सो हेलो गाइस, आज दाइरेमा आएको छौँ पोखरा ल्यान्ड साइडमा, पोखरा स्कुलको ल्यान्ड साइडमा। यहाँ चाहिँ वायर यो फाइबरको तारै उता रुखदेखि उतातिर गएको थियो, त्यही यतापट्टि ल्याउन आएको। अरू अब देखाउँदै जान्छौँ, स्कुल ठिकै छ हेरौँ, तपाईँलाई देखाउँदै जान्छु। तार यता लिएर हराउँछ अनि यता एउटा काम लिएर उता जानु छ। मैले चाहिँ खोल्न नसकेर अहिले दाइले खोल्न लाग्नु छ। खुलेर अब यता तार तर्कायो उतातिर। यो त यहीसँग कहाँ भयो? तार पनि ए भयो दाइ भयो। तार चाहिँ तान्न लाग्यो। यता पनि रुख नङ्गाइदिने हो दाइ? ओ दाइ, यो पनि रुख नङ्गाइदिने हो? रुख बाँच थालिदिने हो? गाह्रो छ। खायो हो क्या खायो। अब तपाईँहरू उता गाँसमा नि हामी त के थाहा छ? सिधी हाल्छ, म कहाँबाट जाने? अहिले हामी गएर खाने हो फेरि। के गर्न उडाउँछ यार? हाम फाल्नु बेलौती छोड्न जानु भएको छ, हेरौँ के हुन्छ। यति बाटो भयो नि आन्टी? अब हामीले खानु पर्यो आन्टी। ए ल चुर्यो बेलाउँदिन क्या मिठो अहिले चाहिँ दाइले यहाँ काम गराम भएको छ। म चाहिँ यसो बेलौती खाएर, दाइले बेलौती खाएर अब जे होस् बेलौती चाहिँ मिठो रहेछ। दाइ मिठो थियो किन? यहाँ चाहिँ मैले डाइनोसोर देखिसकेको छु, दुईवटा। ऐचालको नयाँ सानोवाला डाइनोसोर। यसलाई हामीले खान सक्यो भने चोरेर खान सक्छौँ। यहाँ दाइको आइडिया चोरेर खाने भने डाइनोसोर खाने भन्ने सल्लाह छ। अब के हुन्छ डाइनोसोरको अब थाहा हुन्छ पछि। अहिले चाहिँ मेन हाइवेमा पुगिसक्यो। यो चाहिँ छैन, नयाँ नयाँ भएर अब थाहा थाहै छैन। दाइ छिटो चलाउनु यहाँ, अब रेड लाइट बनिसक्यो। रेड लाइटमा बस्यो। दाइले चाहिँ रेड लाइटमा नबसेर हिँड्नु हो। अहिले चाहिँ हामी स्पामा आएको छौँ, यहाँ क्यामेरा चेन्ज गर्नलाई। तपाईँहरू पनि मसाज लगाउनु सक्नुहुन्छ, जुनसुकै लगायो भने यहीँ हुन्छ प्राइस। टक्क बराबर हजुर।
क्यामेरा चेन्ज हुँदैछ दाइले गर्दै हुन्छ यही क्यामेरालाई उता कता राख्ने रे हामीलाई पनि थाहा छैन त्यही हो अब यो तार भइसक्यो अब होइन तपाईँहरूलाई देखाउँछु जोरी पछि अर्को ठाउँमा अहिले चाहिँ यहाँको काम भइसकिसक्यो त्यहाँ क्यामेरा जोडेको छ यहाँबाट अब जान लाग्यो दाइ पनि आउनु भएको छ दाइले सिटी बनाइरहनु भएको छ अब जाने चाउमिन पनि आइसक्यो भात खाएर जाने हो काममा यहाँ भइरहेको छ काम यता यसलाई भित्र राखेर राख्ने रे नत्र विद्यार्थीलाई करेन्ट लाग्न सक्छ नि त्यही भएर यतातिर राखेको छ अनि यता करेन्ट लाग्छ भनेर राख्यो नि यार करेन्ट लाग्दा आयो त करेन्ट लाग्छ भनेर यो मान्छेले पनि करेन्ट खान्छ के ल्याउनु पठाउँछ नि यार कहाँ के ल्याउनु पठाउँछ केटाहरूले यार उता के छ अरे टाउको ढुकेर हुने नि त यही चाबी चाहियो र चाबी बसेर जाने नि डर लाग्दैछ यार त्यो त आउँदैछ त यार फिकर नोट अर्को दाइले चाहिँ उता माथि काम गरिरहनु भएको होइन यही हो उता के बल खेलिरहेछन् उता साइकल चलाइरहेछन् बच्चा बच्ची रहेछ अहिले चाहिँ यहाँको पनि काम सक्यो तार वायरिङ सारिङ गरेर अब दाइ चाहिँ जानु लाग्नु जाने हो नि बाहिर ल ल अब यहाँको काम भ्यायो सामान लगेर उतातिर जानु छ होइन अब कता हुन्छ यहाँको भ्यायो त यताको सब बाटो नै डर लाग्दैछ आमा नि टाउको ठुक्यो भने मर्ला जस्तो छ नि फाइनली यता त आइयो झोला लगेर कता जाने दाहिनेमा चाहिँ सोझो आगो जस्तो अब कता हुन्छ जाने झोलाको सिग्री लगाएर जाने हो नत्र बाटोमा सामान खस्छ यो तर यो स्पिड त बहुत ठुलो छ यार गाइस झोला लगाएर कतातिर हुन्छ जाने हेरौँ अटोमेटिक लाइट छ यतातिर त इधर काम कर रहे हो तुम यही सब करने के लिए आए थे इधर दाइ चाहिँ काम गरिरहनु भएको छ अब म चाहिँ बस्ने मजाले वैशाख 17 गते रोल नम्बर 436 के हो यो हजुर ए भन्छ हामी कामबाट आइसकेछौँ अब कुरातिर जाने अफिस गएर कुरातिर जाने हो होइन अब तपाईँलाई वहीँ गएर